यहाँ घरकै खाँदैछु हामीलाई किन चाहियो पैसा दाजुलाई हो नि त चाहिएको होला दाजुलाई चाहिएको त दाजुलाई नै सोध्नुहुन्छ नि तपाईँलाई किन सोध्नु मलाई त चाहिएन म त त्यही खानु पाएछु दिदीले पनि पठाइदिन्थे यो तर बेगै बन्द र पो भनिँदै थियो दाजुले अनि पठाऊ न त्यस्तो त हामी मिलाइहालिन्छ नि भन्नुहुँदै थियो त बसेको उता लेख्नु खाली ए खानु परेन त बसी बसी चाहिँ ए साँच्ची हो त्यसरी पो होला होइन मासु जस्तो के काट्नु भएको दाजु तपाईँले कुखुरा ए पोल पाल गरी ए म त जिउँदो कुखुराको पो कुरा भनेको त मरेको पो उसले मारिवरी के साह्रो त धर्म अरूले चट्ट मारिदिएको मात्रै खानुहुन्छ अरे आफूले मार्नुहुन्न अरे